अहिले हामी चुन्डाँडा आइपुगेका छौँ। चुन्डाँडाको दृश्य यस्तो छ, लाइट नभएकोले अलिकति मधुरो मधुरो छ। यताबाट यो कान्ति लोकपथ, यहाँबाट काठमाडौँ पुगिन्छ। यहाँबाट मकवानपुर गढी बाटो यताबाट पुगिन्छ। अब हामी पुग्छौँ दोभानचौर पुग्छौँ। यता बाटो छ, दोभानचौरको बाटो यहाँ छ। आजको राइडमा साथ दिने हाम्रो सुरज भाइ र म छु। आज सुरज भाइ अँध्यारो छ। हस्, अब हामी यहाँबाट दोभानचौर हिँड्छौँ। हामी राजदेवी आइपुगेछौँ। राजदेवी डाँडा यहाँ छ। राजदेवी डाँडा कुखुरा बाँच्दैछ। राजदेवी आज अलि हुस्सो फर्म भएकोले अलिक खुल्ला देखेको छ। आज यहाँबाट राजदेवी मन्दिर पुगिन्छ। यताबाट दोभानचौर। हामी सुरज भाइ र म चाहिँ साइक्लिङ गर्दैछौँ यसरी। राजदेवीबाट हामी अगाडि बढ्दैछौँ। आजको दृश्य रमाइलो छ। आज हुस्सो छैन, हुस्सो नभएको कारणले अलिक खुल्ला देखेको छ। हामी यहाँ दोभानचौर आइपुग्यौँ। दोभानचौर नपुग्दै एउटा यो बाटो छ। यो बाटोबाट चाहिँ हामी कहाँ पुग्छ अरे? हामी रामधुनी पुग्छ यसरी। यसको यहाँ एउटा सानो एउटा कलपट छ। यो कलपटको छेउबाट एउटा स्ल्याब बाटो छ। यो स्ल्याब बाटोबाट हामी चाहिँ रामधुनी पुग्छौँ। ल, यो रामधुनी जाने बाटो, हामी रामधुनी पुग्छौँ। हामी यहाँ दोभानचौरबाट यो स्ल्याब बाटो हुँदै यहाँ आइपुगेको छु। यो बुलबुली आइपुगेको छु। यहाँ बुलबुली स्कुल होला सायद, स्कुल हो। के हो रे सुरज भाइ? हाँ, के क्याम्पस? ज्योति क्याम्पस। ए, ज्योति क्याम्पस। यहाँ बोर्डिङ पनि रहेछ। बोर्डिङ पनि यो छ। ज्योति क्याम्पस आइपुग्यो। यस्तो छ यहाँको दृश्य। रामधुनी यो गुम्बा जाने बाटो। यस्तो छ। हामी यो बाटो हुँदै आयौँ। अब हामी यहाँबाट फर्किन्छौँ अहिले।
बिहानको 7 पनि बजिसकेको छ। अलि होसो भएको कारणले यहाँ फर्किन्छौँ। ल सुरज बाहिर म यहाँ छु। अब हामी यहाँ सिफाली चोक आयो। यस्तो छ। हामी हल्का यहाँ तातो चिया खानु लाग्यो। एकछिन यस्तो छ। वरिपरि हुस्सो लागेको छ।